नमस्ते। आज चाहिँ म एउटा कविता पढ्छु। यो कविता चाहिँ मनु मञ्जिलको कविता हो। मलाई यो कविता पढ्दाखेरि चाहिँ कस्तो फिल भयो भन्दाखेरि सिद्धार्थ गौतम जब घरदेखि निस्किनु भयो अनि संसारमा दुःख छ, दुःखको कारण छ र दुःखको निर्माण पनि छ भनेर पत्ता लगाउनु भयो, संसारलाई ज्ञान बाँड्नु भयो। उहाँ गौतम बुद्ध कहलिनु भयो र उहाँलाई गुरु मानेर त्यसैलाई धर्मको रूपमा स्थापित गरेर बाँचिरहेको मान्छेहरू अहिले पनि संसारमा ठुलो जनसङ्ख्या छ। अनि त्यही आफ्नो जिन्दगीदेखि दिक्क भएर या शान्तिको खोजीमा, आफ्नो दुःखको कारणको खोजीमा मान्छेहरू त्यतिखेर पनि घर छोडेर हिँड्थे, अहिले पनि धेरै छोडेर हिँडिरहेछन्। भलै केटी मान्छेहरूलाई त्यो छुट अलि कम छ, अलि होइन, छैन, त्यो छुट छैन, जानेर फर्केर आउने। तर त्यो जो मान्छेहरू जसले चाहिँ आफ्नो मात्रै दुःखको कारण थाहा पाए, आफ्नो दुःखको निवारण थाहा पाए र फर्के, उनीहरूलाई त फेरि संसारले बुद्ध मान्दैन। यो त्यस्तै मान्छेको एउटा स्पष्टीकरण जस्तो मलाई चाहिँ फिल भयो हैन। जब ऊ फर्किन्छ अनि उसँग केही पनि छैन, उसले कमाएको भनेको केही पनि छैन, अनि उसले चाहिँ आफूलाई के भनेर कसरी चाहिँ अरूको अगाडि प्रेजेन्ट गर्छ या उसको प्रियजनको अगाडि जसरी प्रेजेन्ट गर्छ, त्यो चाहिँ यहाँ यो कवितामा उल्लेख गरिएको छ। कस्तो आँखा चिलायो। म यो कविता पढ्छु। यात्राबाट फर्केर। मसित तिमीलाई मनपर्ने कुनै रमाइला कुराहरू छैनन्। मसित तिमीलाई मनपर्ने कुनै रमाइला कुराहरू छैनन्। बादल जसले यतिका वर्षहरू तिमीबाट मलाई उडाइलगेथ्यो। बादल जसले यतिका वर्षहरू तिमीबाट मलाई उडाइलगेथ्यो, उससित विश्वासको कुनै आकारसम्म छैन। त्यो मायावी हावा जसले त्यति मिठो गीत गाएर मलाई बोलाएथ्यो, उसको स्वरूप कति नजिकबाट हेर्दा पनि देखिँदैन। खै कहाँनिर पर्छ मैले खोजेको जीवनको उचाइ, मैले उक्लेको डिल, मैले टेकेको पर्वत, तिमीलाई भेट्न तल उक्लिँदा खुट्किला खुट्किलाबाट जिन्दगीको आवाज आउने। घरको भर्याङभन्दा रत्तिभर अग्लो छैन। चन्द्रमा छोएर फर्केको हुँ, हो म चन्द्रमा छोएर फर्केको हुँ, तर मसित त्यस्तो उज्यालो केही छैन। कविताको, कथाको वा धरतीमा रमाएको बालकको आँखाको झुन जस्तो, वा घरको बार्दलीबाट बाहुपासमा बाँधिएर हामीले सँगै निहालेको जुन जस्तो उज्यालो नहुँदो रहेछ, त्यसरी एक्लै पुगेर छामेको चिसो जुन। मसित त्यस्तो उज्यालो केही छैन। मसित सिर्फ शिखरमा पुगेर मैले हराइआएका शिखरका कथाहरू छन्। इन्द्रेणी समाउन खोज्दा गुमाएका केही रङका कथाहरू छन्। उज्यालाका आँखामा पडिआएको उदासी, सागर किनारमा मटोलाई उभिँदा मनदेखि उठेका लहरका चञ्चल छालहरू, सागरका लहरहरूले खोसी लगेका कथाहरू छन्। र छन् हरदम म कहीँ नपुग्न कुदेका कथाहरू, म हरदम केही हराउन हिँडेका कथाहरू। घरबाटै राम्रो त्यो जङ्गलको हरियो प्रकाशको समुद्र, घरबाटै राम्रो त्यो जङ्गलको हरियो प्रकाशको समुद्र, जिन्दगीको फेदबाटै अग्ला ती देउरालीहरू। भुइँबाटै राम्रा बादलका आकारहरू, आकाशमा त कति कति सुन्दर हामी दुईका मनदेखि सँगै उडेका चराहरू। ओहो, धेरै भाग्नु त नहुँदो रहेछ घरबाट, छोडिँदो रहेछ जिन्दगी। यो अप्राप्तितिर निर्मिमेष कति कुदी हिँड्नु, बरु आफ्नै आँगनमा पल्टिएर त्यहीँ अलिकति घाम खसाल्नु रमाइलो। यो अप्राप्तितिर निर्निमेष कति कुदी हिँड्नु, बरु आफ्नै आँगनमा पल्टिएर त्यहीँ अलिकति घाम खसाल्नु रमाइलो। लुधेरामा सिर्का सिर्का सपना ओह्राल्नु रमाइलो। घरको करेसाबारी स्याहार्दै, बरु कल्पनामा भयभरका सङ्गीतहरूलाई आफू वरिपरि राखेर एक एक गर्दै बिउजाउँदा भो।
फुलका हाँगामा सैसैला खेलेर फुलभन्दा ज्यादा रमाउँदा भयो। हाम्रो सानो टुकी रातमा चन्द्रमा ल्याएर सल्काउँदा भयो। बिहान हिमचुलीको घाम ल्याएर मन टल्काउँदा भयो। आफू जन्मेको पहाडमा गएर गुराँसको साथी उभिए पनि भयो। बाल्यकालको जीवन देखिने त्यो सङ्लो सम्झनामा घरिघरि डुबे पनि भयो। पहाडी झरनाहरू एक एक गर्दै आफ्नै बगैँचातिर बगाउँदा भयो। हातभरि आशीर्वाद लिएको ईश्वरलाई आफू सामुन्ने उभ्याउँदा भयो। जे भने पनि आखिर सपना नै सुन्दर, जे भने पनि आखिर सपना नै सुन्दर। फुलहरू फुल जत्तिकै राम्रा भइहाल्छन्। सपनामा चोट भए पनि लाग्दैनन् चोटहरू। विष पिइन्छ पनि लाग्दैन पनि, गोली खाइन्छ पनि ढलिँदैन पनि सपनामा। मसित अब यिनै रहरहरू सिवाय केही छैन। म हावाको कैदबाट निस्केको छु। बादलसित उडेको तिम्रो केसको गुराँस घर फर्किने बाटैमा झरेको छु। मैले पुग्नलाई अब घर सिवाय कहीँ छैन। मैले खोज्नु अब प्रेम सिवाय केही छैन। बस घरको नाममा जिन्दगीले घरको घाममा जिन्दगीले छोइएर एकपटक बौरिन पाए पुग्यो। बस घरको घाममा जिन्दगीले छोइएर एकपटक बौरिन पाए पुग्यो। बाँकी भन्नु पनि केही छैन। धन्यवाद। यति नै।